के तपाईलाई लाग्छ जब तपाईँ कुनै काम नगरी चुपचाप बस्नुहुन्छ तपाईँको दिमाग पनि आराम गरिरहेको हुन्छ? सन् 2001 सम्म आधुनिक विज्ञानले पनि यही मान्थ्यो। न्युरोवैज्ञानिकहरूको बुझाइ थियो कि जब हामी सक्रिय हुँदैनौँ हाम्रो मस्तिष्क शान्त हुन्छ। तर 21औं शताब्दीको सुरुवातमै भएको एउटा अनुसन्धानले संसारलाई स्तब्ध पारिदियो। रोचक कुरा त के छ भने आधुनिक विज्ञानले आज जुन सत्य पत्ता लगाएको छ त्यो पूर्वीय दर्शनको सबैभन्दा पुरानो शाखा सांख्य दर्शनले हजारौं वर्ष अघि नै भनिसकेको थियो। कुरा सन् 2001 को हो। वाशिंगटन विश्वविद्यालयका न्युरोलोजिस्ट डाक्टर मार्कस राइखेल र उनको टोलीले मस्तिष्कको कार्यप्रणालीमा एउटा नयाँ पाटो फेला पारे। उनीहरूले के देखे भने जब मानिसले बाहिरी संसारको कुनै पनि काम गरिरहेको हुँदैन तब मस्तिष्कको एउटा विशेष सञ्जाल झन सक्रिय हुन्छ। यसलाई उनीहरूले नाम दिए डिफल्ट मोड नेटवर्क DMN। डाक्टर राइखेलको अनुसन्धानले भन्छ हाम्रो मस्तिष्कको स्वाभाविक वा डिफल्ट अवस्था भनेको आफैमा केन्द्रित हुनु हो। यो त्यतिबेला मात्र रोकिन्छ जब हामी बाहिरी संसारको कुनै निश्चित लक्ष्य पूरा गर्न व्यस्त हुन्छौँ। अर्थात् जब हामी केही गर्दैनौँ तब हाम्रो दिमागले म को हुँ, मेरो अतीत के थियो र मेरो भविष्य के होला जस्ता आत्मकेन्द्रित कुराहरू बुनिरहेको हुन्छ। अब फर्कौं हजारौं वर्ष पुरानो सांख्य दर्शनतर्फ। महर्षि कपिलले प्रतिपादन गरेको सांख्य दर्शनको एउटा श्लोकले ठ्याक्कै यही वैज्ञानिक तथ्यलाई व्याख्या गरेको छ। सांख्यकारिकामा भनिएको छ स्वार्थम तु दर्शनार्थम च प्रवृत्ति सर्ग आत्मनः ततो अन्यथा प्रवृत्ति स्यात् बुद्धे कार्यवशातिह। यसको अर्थ हुन्छ हाम्रो अन्तःकरण वा मनको स्वाभाविक प्रवृत्ति नै स्व अर्थात् आफैलाई हेर्नु र बुझ्नु हो। तर जब कुनै बाहिरी काम वा कर्तव्यको भार आइपर्छ तब बुद्धिको त्यो प्रवृत्ति बाहिरी संसारतिर मोडिन्छ। तुलना गरेर हेर्नुहोस् त आधुनिक विज्ञानले डिफल्ट मोड भनेको कुरा र सांख्य दर्शनले स्वार्थम दर्शनार्थम भनेको कुरा एउटै होइन र? डाक्टर मार्कस राइखेलले आधुनिक मसिनको प्रयोग गरेर जुन निष्कर्ष निकाले हाम्रा ऋषिमुनिहरूले ध्यान र गहिरो आत्मचिन्तनबाट त्यही सत्यलाई साक्षात्कार गरेका थिए। विज्ञानले भन्छ बाहिरी काम नहुँदा दिमाग होम स्क्रिनमा फर्कन्छ। सांख्यले भन्छ मनको धर्म नै आफूतिर फर्किनु हो, बाहिरी काम त केवल एउटा अस्थायी अवरोध मात्र हो। आजको भागदौडपूर्ण जीवनमा हामी बाहिरी काममा यति व्यस्त छौं कि हामीले आफ्नो डिफल्ट मोड अर्थात् आफैलाई चिन्ने फुर्सदै गुमाउँदै गएका छौं। विज्ञान र दर्शनको यो अनुपम मिलनले हामीलाई एउटै सन्देश दिन्छ कहिलेकाहीँ केही नगर्नु र शान्त बस्नु नै वास्तवमा आफैलाई भेट्ने सबैभन्दा सक्रिय अवस्था हो।